नमस्ते। आजको टाइटल र थम्बनेलबाट यहाँले थाहा पाइसक्नु भएको छ आज हामी के विषयमा कुराकानी गर्दैछौँ भनेर कि युट्युबमा आएको कपिराइट स्ट्राइक 90 दिनपछि आफै हट्छ त कसैको भिडियो कपी गरिसकेपछि फेसबुक अथवा भनौँ न युट्युबमा पनि हामीलाई कपिराइट स्ट्राइक आउँछ र कपिराइट स्ट्राइक चाहिँ तपाईले कसैको भिडियो हाल्नुभयो र कसैको चाहिँ थोरै लगभग 15-20 सेकेन्डसम्मको भिडियो अथवा थोरैमा पनि क्लिप्सहरू चाहिँ तपाईको चाहिँ कसैको कपी गर्नुभयो र उहाँले ओनरले थाहा पायो भने चाहिँ युट्युबमा कम्प्लेन गरेर चाहिँ कपिराइट स्ट्राइकको फर्म भरेर चाहिँ रिमुभ गर्ने भन्ने कुरा चाहिँ गरिसकेपछि युट्युबले त्यसलाई रिभ्यूमा लान्छ र युट्युबलाई लाग्न सक्छ त्यो कपी गरेको रहेछ भन्ने कुरा चाहिँ भइसकेपछि तपाईको युट्युबले चाहिँ अटोमेटिक तपाईको भिडियो चाहिँ रिमुभ गरिदिनेछ र सँगसँगै तपाईको च्यानलमा 90 दिनसम्मको लागि स्ट्राइक आउनेछ। तर 90 दिन पर्खिसकेपछि के तपाईको पूर्ण रूपमा हट्छ त भन्ने कुराहरू पनि प्रश्न छ। पूर्ण रूपमा हट्ने होइन, तपाईको च्यानलमा चाहिँ रहिरहन्छ, बाहिरी रूपमा नदेखि पनि तपाईको च्यानलमा चाहिँ रहिरहनेछ। किनकि अब त्यो पूर्ण रूपमा हटाउन के गर्नुपर्छ भन्दाखेरिमा चाहिँ पूर्ण रूपमा हटाउनको लागि तपाईले युट्युब हेल्पमा गएर कपिराइट स्कुल भन्ने कुरा चाहिँ कपिराइट स्ट्राइक स्कुल भनेर सर्च गर्नु होला र त्यहाँनिर चाहिँ विभिन्न युट्युब रिलेटेड अथवा विभिन्न क्वेशनहरू हामीलाई प्रश्न गर्छ। त्यो प्रश्न गरेको खण्डमा तपाईले सही उत्तर टिक लगाउने अप्सन हुन्छ। युट्युब कपिराइट स्कुल भन्ने कुरामा चाहिँ तपाईले युट्युब हेल्पमा गएर सर्च गर्नुपर्ने चाहिँ तपाईले चाहिँ विभिन्न क्वेशनहरू दिन्छ र त्यसमा चाहिँ टिक लगाएर चाहिँ हामीले चाहिँ करेक्ट एन्सर दियो भने चाहिँ युट्युब कपिराइट स्कुलको त्यो एक्जाम पास भइन्छ र तपाईको च्यानलमा चाहिँ 90 दिनपछि त बाहिर हट्ने नै भयो र सँगसँगै तपाईको च्यानलबाट नै ती स्ट्राइकहरू हट्नेछ है त। यो विषयमा म तपाईलाई जानकारी गराएँ, पक्कै पनि यहाँलाई काम लाग्न सक्ने भिडियो हो। त्यसैले चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला र सँगसँगै सब्स्क्राइब पनि गर्नु होला र बुटल अपडेट अन्तर्गत हेर्दिनुहुन्छ भने हामीलाई फलो पनि गर्न नबिर्सिनु होला। यस्तै भिडियोहरू म तपाईको लागि ल्याइराख्नेछु। नमस्ते।